नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङले आफू विचलित नभएको प्रतिक्रिया दिएका छन्। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आम नागरिकको रूपमा आफूले गर्ने काममा कहिल्यै कमी नहुने उनले बताएका छन्। सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनायो। म जिम्मेवार नागरिकका रूपमा कहिल्यै कम हुने छैन उनले भनेका छन्। राज्यको सबै शक्ति ममाथि खनाइयो। यसमा जनता आफै प्रष्ट छ। सार्वभौम संसद दुरुपयोग गरियो। यसबाट म विचलित भएको छैन। उनले आफूमाथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको पनि आरोप लगाएका छन्। प्राधिकरणलाई बक्यौदा असुल गर्ने काममा अवरोध सिर्जना गरियो। विद्युतमा आत्मनिर्भर बनाउने मेरो प्रयास थियो। ममाथि वर्तमान ऊर्जा मन्त्रीबाट अनावश्यक नैतिक प्रश्न उठाउने काम भयो। परिपक्व सल्लाह मार्गदर्शन दिनुको सट्टा मनोबल गिराउनु सुनिश्चित आक्रमण गरियो। सरकार र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री आएपछि ममाथि अनावश्यक, अनैतिक र गैर कानुनी दबाव सिर्जना भएको विषयमा सिङ्गो देश साक्षी छ। सरकारका नेतृत्वदायी जिम्मेवारीमा रहेका पदाधिकारीहरूबाटै प्राधिकरणको संस्थागत विकास, उन्नतिका काम कारबाही प्रभावकारी बनाउन परिपक्व सल्लाह, मार्गदर्शन र संरक्षकत्व प्राप्त हुनुको सट्टा मेरो तेजोवध गर्न, मनोबल गिराउन ममाथि सुनियोजित आक्रमणमा उत्रिनु भयो। यो किन गरियो र कसका लागि गरियो भन्ने पनि प्रश्न छ। मुख्य रूपमा विगतमा आम उपभोक्तालाई 18 घण्टासम्मको लोड सेडिङको अँध्यारोमा राखी उद्योग र उत्पादनका लागि भनेर अनुचित रूपमा डेडिकेटेड ट्रङ्क लाइनबाट मेरो व्यक्ति विशेषको निर्देशन मान्ने, मैले व्यक्ति विशेषको निर्देशन मान्ने कि नियम कानुनको पालना गर्ने। प्राधिकरण जस्तो सार्वजनिक निकायको कार्यकारी निर्देशकको रूपमा मैले सार्वजनिक कोषको उक्त बक्यौता रकम असुल गर्ने बाटो लिएँ। त्यसैले मन्त्री र मन्त्री स्तरीय निर्णयबाट स्पष्टीकरण सोध्ने, थकाउने, गलाउने प्रयास भइरहेका थिए। तर बक्यौता रकम नउठाउने गरी आएका आग्रह, प्रभाव, दबावलाई मेरो जिम्मेवारी, निष्ठा र कर्तव्यले स्वीकार गर्न सकेन। संस्था र राष्ट्रप्रति घात गर्न मेरो इमान र स्वाभिमानले अनुमति दिएन। त्यसैले म कानुनको पालना र प्राधिकरणको हितलाई नै सर्वोपरि मानेर म आफ्नो भूमिकामा डट्दै आएको हुँ।